फाइनली बाल काटेपछि मेरो लुक यस्तो देखिन्छ भने मैले सोचेकै थिएन गाइज। हेलो फ्यामिली, के छ मेरो चाहिँ एकदम ठिकठाक छ। आई होप तपाईँको पनि ठिकठाक नै छ होला। म चाहिँ टक्क लाएर बिहान उठेर मुख सुख धोएर टक्क लाएर फ्रेस भएँ। अब बाल पनि तक्लिया बनाएको छु है मैले चाहिँ पुरा आर्मी कट काटेर होइन, टक्क लाएर स्कुलमा चाहिँ काट भनेर टक्क लाएर मुख सुख धोएर त्यसपछि तताउन थालेँ मैले भात। अब बेलुकाको भात उब्रेको थियो, नास्ता पनि खानु थियो, त्यही भएर तताइदिएँ मैले भात। अब किन खेर फाल्नु भनेर चट्ट लाएर भात तताएर त्यसपछिको मेरो काम थियो फेरि भात पकाउने। दिउँसो पनि खानु त पर्यो। चट्टोसँग भात भने पाक्दै थियो, मैले भने यता भुटेको भात र कालो चिया खाँदै थिएँ। अब के गर्ने, कुकुरले गुना खाने भात त खानु पर्यो किनभने भोक पनि लागिसकेको थियो। त्यसपछि टक्क लाएर मैले पनि नास्ता गम खान थालेँ। अब के गर्नु, कालो चिया खासै खान त नहुने, त्यही पनि अब खाइदिइहालेँ कि मैले चाहिँ। त्यसपछि टक्क लाएर पालो थियो दाल पकाउनलाई टक्क लाएर कुकरमा मसिल लगाएर तेल हालेर त्यसपछि चट्ट लाएर पकाउनुतर्फ लागे। कसरी पकायो भनेर त नभनौँ, तर दाल चाहिँ पाक्यो है त, फालियो पनि हल्का त। त्यसपछि टक्क लगाएर त मेरो भात पनि रेडी भइसकेको थियो। अब के गर्नु गाइज, स्कुल छ, अब स्कुल त जानै पर्यो, त्यही भएर टक्क लाएर मैले चाहिँ हातखुट्टा धुन लागेँ। अब टक्क लाएर मैले खाना खाँदा चाहिँ स्कुल जाँदैन किनभने मैले नास्ता खाइसकेँ। अहिले चाहिँ म हाफ टाइममा घर नै आउँछु। मेरो घरदेखि स्कुल चाहिँ एकदमै नजिक छ है, 2-3 मिनटमा आइहालिन्छ गइहालिन्छ। टक्क लाएर हातमुख धोएर ब्रस सरस गरेर चट्ट लाएर म देखिएँ लाउरे जस्तै। लाउरे त नभनौँ, चाउरे नै भनौँ, मलाई त लाउरे भन्नु सुहाउँदैन, म्यादी भन्न चाहिँ सुहाउँछ होला है त गाइज। पछि टक्क लाएर रुममा आएर टाउको पोसेर यसो दाँत साथ हेरेर त्यसपछि टक्क लाएर लगाएँ मैले 2टा भेस्टा। अब किन 2टा भेस्ट लगाएको भन्नुहुन्छ होला, किनभने जाडो थियो आजको दिन चाहिँ, त्यही भएर 2टै भेस्ट लगाइदिएँ। त्यसपछि कमेज र लगाएँ मैले पटलुङ। यो पटलुङ त लगाएँ, बेल्ट लगाउनु फेरि झ्याउ लाग्ने कि। त्यसपछि टक्क लाएर टाई र आइडेन्टिटी कार्ड लगाएपछि म त देखेँ सिधै अफिसमै काम गर्ने जस्तो। अफिसमा काम गर्ने भन्दा नि पाले जस्तो चाहिँ देखेँ जस्तो लाग्यो मलाई। त्यसपछि टक्क लाएर ड्रेस लगाएर मेरो पालो थियो, टक्क लाएर झोलामा किताब हाल्ने, आज कुन सब्जेक्ट हुन्छ भनेर लगाउनु त पर्यो। त्यसपछि टक्क लाएर त्यो हालेर लगाउन थालेँ मैले कालो जुत्ता। त्यो कालो जुत्ता नहाने भने फेरि कालो पाइप खाइन्छ, त्यही भएर टक्क लाएर जुत्ता लगाउनु पर्यो, हान्नु चाहिँ हुन्नै मैले गफ हानेको। आजको मिनी ब्लग पनि हिँडेर खतम गर्नुपर्ने समय नै भएको छ। अनि तपाईँहरूलाई यदि मिनी ब्लग मन परेको छ भने चाहिँ लाइक कमेन्ट सेयर फलो गर्न नबिर्सनु होला। अनि मेरो लुक्स चाहिँ कस्तो देखेको छ त्यो पनि भन्न नभुल्नु होला कमेन्टमा। बाई बाई गाइस, अर्को भ्लगमा भेटौँला, बाई बाई।